हेलो एन्ड नमस्ते एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो सेकेन्ड मिनी ब्लगमा। हामी बस्ने रुममा चाहिँ थोरै थोरै कक्रोचहरू देखिएको थियो र रुम 4 भएको कारणले म र मेरो रुममेट बहिनीले सल्लाह गरेर हामीले एकै दिन कामदेखि छुट्टी लगेको थियौं। रुम सफा गर्दाखेरि मैले के देखेँ भनेपछि मैले कति धेरै नचाहिने सामानहरू मात्र समेटेर राखेको छु भनेर, अनि यो नचाहिने सामानहरू मैले फ्याक्नुपर्छ भनेर सोच्दा त मलाई पैसाको बर्बादी मात्र लागिरहेको थियो र यो कक्रोचहरू कहाँबाट आयो भनेर म त दङ्ग परेको थिएँ। किनभने हामीले रुम धेरै फोहोर गराउँदैनथ्यौं। स्प्रे हामीले यति धेरै राखिसकेको थियौं कि हामीलाई सास फेर्न गाह्रो भएर हामी छतमा गएर हामी एकछिन गफ गर्दै बस्यौं र फेरि रुममा फर्क्यौं। रुममा फर्किसकेपछि हामीहरूको काम अझै नै धेरै नै बाँकी थियो र काम चाहिँ धेरै भए पनि सायद हामी दुईवटा भएर हामीलाई धेरै गाह्रो र झ्याउ भएको थिएन। र मेरो रुममेट बहिनीले चाहिँ मलाई, दिदी मैले यतिको काम मेरो घर नेपालमा गरिदिएको भए मेरो मम्मीले मेरो कति तारिफ गर्नुहुन्थ्यो होला है भनेर भन्दै थिइन्। र मलाई पनि मेरो घरको ठिक्क याद आएको थियो। मेरो मम्मीले पनि मलाई जति नै काम गरे पनि यसले त ढलेको सिङ्को पनि नउठाउने भनेर भन्नुहुन्थ्यो। अब बल्ल यो भिडियो देखेपछि काम गर्दो रहेछ है भनेर भन्नुहुन्छ कि। र फाइनल्ली ढिला भए पनि हामीले हाम्रो काम चाहिँ सक्यौं। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। अर्को पटक फेरि भेटौँला। बाइ बाइ।